sama गराउने स्वर प्रभुको बाटो बना हिरोनी आउँछन् बाटोमा सूर्य झै चम्काउँदै दुलैको आवाजमा चर्को गरी कराऊ छुटकाराको वर्षा सियोनबाट अझै आउँछ and uncertain about the future. अनि जति पनि चेलाहरू छन् उनीहरू चाहिँ छरपष्ट भएका थिए र उनीहरूमा चाहिँ एक प्रकारको डर र त्रास थियो। उनीहरू चाहिँ लुकिरहेका थिए र उनीहरूले चाहिँ अब भविष्यमा के हुन्छ भने उनीहरू चाहिँ अनजान थिए। हेलो, सो हामी ह्याप्पी स्टार सबैजनालाई जय मसी। हामी चाहिँ फेरि आज कति वर्षपछि र्याली जाँदैछौँ अनि हामी चाहिँ अहिले र्यालीमा छौँ। मेरो सो अहिले चाहिँ हामी र्याली स्टार र्याली रङ्गशाला दशरथ रङ्गशालामा जाँदैछौँ। सो अरू चर्चको टोलीहरू चाहिँ उता कुपन्डोल कता कता पुगिसक्नुभयो। हामी चाहिँ भर्खर यहाँ जाँदैछौँ है। आजको र्यालीमा हामी छुट्टेका छौँ, हामी पछाडि परेका छौँ। आज चाहिँ के को र्याली गइसक्यो? आज के को र्याली हो भनिदिनुहोस् न। आज इस्टर सन्डेको र्याली हो। इस्टर सन्डे भनेको चाहिँ येशू ख्रीष्ट पुनरुत्थान हुनुभएको दिन हो। सो हामी तपाईँहरूलाई अगाडि पुगेपछि गीत गाउँदै तपाईँहरूलाई देखाउनेछौँ है, अपडेट गर्नेछौँ। गीत गाउनुहोस्। येशू ख्रीष्टको जय होस्, येशू ख्रीष्टको जय होस्। मेरो हालेलुया येशू, हालेलुया येशू, हालेलुया येशू मेरो मनदेखि, हालेलुया येशू, हालेलुया येशू, हालेलुया येशू मेरो मनदेखि। मेरो टोलीहरू भेटेँ मैले। प्रभु प्रशंसा होस्, प्रभु प्रशंसा होस्, प्रभु मेरो प्रशंसा होस् प्रभु, प्रशंसा होस् प्रभु, प्रशंसा होस् प्रभु। अर्को टोलीलाई हामीले भेट्दैछौँ अब। ठुलो स्वरले गर्नुहोस्। What do you want to say for today's rally? No comments?
तपाईँले दिनुभएको समयको लागि तपाईँ महान हुनुहुन्छ हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँको कार्यहरू उत्कृष्ट तपाईँको कति महान छ तपाईँलाई धन्यवाद दिन सक्नुहुन्छ यसो प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँले हामीलाई मानव जातिलाई प्रेम गरेकोमा स्वर्गको सबै भइरहेको त्याग हाम्रो लागि तपाईँ मर्नुको हाम्रो कामको खातिर तपाईँ मर्नुको प्रभु जसरी हामी प्रभु अब प्रभु यो सेवामा हामी प्रवेश गर्दछौँ हामी प्रार्थना गर्छौँ परमेश्वर आफूलाई तपाईँ उपस्थित भइदिनु भएको छ तपाईँको अनुग्रहले भरिदिनु तपाईँको शक्तिले भरिदिनु तपाईँको सामर्थ्यले भरिदिनुहोस् संसारलाई तपाईँको हात बनाउँदैछौँ हजुरले हामीलाई तपाईँको हात बनाउँदैछौँ जति पनि प्रभु अरू कार्यहरू गर्नुहुन्छ सबैलाई हातमा खुवाइको लागि प्रार्थना गर्दछौँ उहाँहरूको जीवनमा तपाईँ भरिदिनु तपाईँको अभिषेक तपाईँले खडा हुनुहुनेछ आजको प्रभु त्यो इस्टर महोत्सव तपाईँले प्रभु सुरुदेखि अन्तिमसम्म तपाईँले आशीर्वाद दिएर प्रभु आशिषित दिएर आउनुभएका ढुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेचीमा ढुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेचीमा प्रकृतिका कोटि कोटि सम्पदाको आचरण मेहरुका रागताले He gave his life on the cross, and on the third day, he rose back again to give us the life, the eternal life. Let us praise and lift his beautiful name, the name above all names. Hallelujah! हामी स्तुति प्रशंसामा जानुभन्दा अगाडि केही सूचनाहरू छन् यहाँनिर बच्चाहरू हराइराखेको हामीले थाहा गरेका छौँ कि सृष्टि नेपाली यसुले भन्नुभयो पुनरुत्थान जीवन म नै हुँ मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ अनि जिउनेमा ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन के तिमी यो विश्वास गर्छौ Hallelujah.
वचन सुरु हुन दोस्रो लागेको छ। रङ्गशालामा अहिले हामीहरू इस्टर महोत्सव 2082 कार्यक्रम आयोजना भइरहेको छ र कति ठाउँ अभाव भएको हामीले महसुस गरिराखेका छौँ। विगतका वर्षहरूमा हामीले अरू ग्राउन्डहरूमा ठुलो माटोमा बसेर हामीले प्रभुको महिमा हामीले गरिराखेका थियौँ र यो बेलुन यहाँ स्टेजमा ल्याइदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ र उपत्यका व्यापी इस्टर महोत्सवका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू र पास्टर गुरुबाहरूलाई यहाँ मञ्चमा निमन्त्रणा गर्दछु र हामी मिलेर बेलुन उडाएर परमेश्वरको महिमा गर्दै कार्यक्रमलाई औपचारिक रूपमा शुभारम्भ हामी गर्नेछौँ। आदरणीय पास्टर गुरुबाहरू यहाँ मञ्चमा आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। र यो बेलुन उडाउँदै गर्दाखेरि तुरै फुकिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र हामीहरू यसरी गोलो गरेर हामी बस्नेछौँ, उभिनेछौँ अनि बेलुन उडाउनेछौँ र म 1 2 3 भन्नेछु र हालेलुया भन्नेछु र त्यसपछि हामी सामूहिक रूपमा बेलुन उडाउनलाई हामी तयार छौँ। परमेश्वरलाई महिमा भएको सौभाग्य बेलुन उडाउन गइरहेका छौँ। पुरै हामी फुक्नेछौँ र परमेश्वरको महिमा 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 गर्नेछौँ। हालेलुया हालेलुया हालेलुया। परमेश्वरको महिमा होस्, परमेश्वरको स्तुति होस्। पौडी उठ्नु भएको येशूको जय। पौडी उठ्नु भएको प्रभु येशू ख्रीष्ट। पौडी उठ्नु भएको प्रभु येशू ख्रीष्ट। हामी बेलुन उडाउनेछौँ। 1 2 3 हालेलुया हालेलुया। पौडी उठ्नु भएको प्रभु येशू ख्रीष्ट। अनि जोडले भनौँ, पौडी उठ्नु भएको प्रभु येशू ख्रीष्ट जय। हालेलुया हालेलुया। यहाँ स्टेजमा एकजना बाबु हामीले फेला पारेका छौँ। मलाई जानकारी भए अनुसार अझै भेटी उठाउनको लागि
उठाइराख्नु भएको छ भन्ने कुरो जानकारी आएमा